going to Mountain Everest. Welcome to Sankhwasir. नमस्कार सबैजनामा यो म प्रस्तुत गर्न लागिरहेको विशेष गरी चाहिँ सङ्खुवासिर हिमालको एक पर्यटकीय पथमार्ग र यहाँ चाहिँ विशेष गरी रमणीय दृश्य सँगसँगै भिडियो म प्रस्तुत गर्न गइरहेको छु र तपाईहरुले पूर्ण रूपमा अन्तिमसम्म हेरिदिनुहुन्छ भन्ने आशाका साथ यात्रा कसरी गरिन्छ, कस्तो ठाउँलाई चाहिँ पार गर्दै जानुपर्छ, कस्तो ठाउँमा चाहिँ पार गर्दै जाने हुन्छ र जान सकिन्छ भन्ने विषयबारे सँगसँगै म तपाईहरुको माझमा प्रस्तुत गरिराखेको छु। भरपूर मनोरञ्जन दिलाउनु हुनेछ भन्ने आशा सहित यो तपाईहरुले देखिरहनु भएको ठाउँलाई खास गरी भन्नुपर्दा यो सङ्खुवासिर जाने बाटो चुचेढुङ्गा अन्त्य ओरालको छेउमा पर्ने यो चुचेढुङ्गा हो। चुचेढुङ्गा हुँदै हामी अगाडि बढ्नेछौँ र चुचेढुङ्गा क्रस भए पश्चातको यात्रालाई चोङ्रे खड्का भनिन्छ। हामी अहिले यहाँ आइपुगिराखेको ठाउँ हो चोङ्रे खड्का। यो चोङ्रे खड्काबाट विभिन्न हिमालहरू देखिने गर्दछ र यो चोङ्रे खड्कामा क्याम्पिङ बस्न सकिने ठाउँ हो। यो एक सङ्खुवासिर हिमाल जाँदै गरेको पर्यटकीय पथमार्ग बाटोमा र यहाँ क्याम्प यात्रा गर्ने यात्रुहरूले यहाँ क्याम्प बस्ने गर्दछ यहाँ यो चोङ्रे खड्कामा। र यो चोङ्रे खड्कामा बेलुकीको क्याम्पिङ आइपुगिन सकिन्छ र यो चोङ्रेको एक देउराली हो। यहाँ देखिरहेको हिमालहरू र यो बाटो देखिरहेको यहाँदेखि तल मुनतिर होप्टे लगायत यहाँको बाटो हुँदै सङ्खुवासिरको यात्रा अगाडि बढ्नेछ र यो देउरालीको साइडबाट यो चोङ्रे खड्कामा विशेष गरी विभिन्न प्रकारको जडीबुटी लगायतका विभिन्न प्रकारको आकर्षण गर्ने हरेक बोटबिरुवा चराचुरुङ्गी लगायतको धुनले मनै लोभ्याउने यो चोङ्रे खड्का हो। र यो चोङ्रे खड्कामा एक पर्यटकीय मान्छेलाई लोभ्याउने जुन यहाँ पाउने जडीबुटी विभिन्न प्रकारको जडीबुटी लगायतका विभिन्न प्रकारका बोटबिरुवा विभिन्न प्रकारका फुलहरूले चाहिँ मनै लोभ्याउँदो यो चोङ्रे खड्का। र यहाँबाट अहिले तपाईले देख्दै गर्नुभएको यो निवासको ओडाल हो। यो निवासको ओडाल एक नामीकरण भएको निवासको अर्थ यो बुझ्नु पर्दाखेरि चाहिँ पिक सुकाउने ओडाल भनेर चिनिने हो। र जुन निङवासको भनेको चाहिँ पुलुङ्गे भाषामा चाहिँ भनिएको हो र जुन यहाँ चाहिँ यसलाई चाहिँ भनिन्छ पिक सुकाउने ओडाल। र यो निवासको ओडालको वरिपरि यहाँ पाइने गोप्रे सल्ला लगायतका चिमाल गुराँस चिमाल फुल विभिन्न किसिमका मनै लोभ्याउने फुलहरू लगायत रहेको छ। र यहाँ चाहिँ हामीले अहिले देखिरहेको ठाउँ चोङ्रे खड्का हो। चोङ्रे खड्काबाट अहिले बिहानको हामी यहाँ 9 बजे करिब 9 बजे बिहानै बाटो लागेको 9 बजेतिर यहाँ आइपुगिने एक निवासको ओडाल हो। अब भन्नुपर्दा यहाँसम्मको यात्रालाई अगाडि बढ्न सकिन्छ। बिहानैको बाटो लाग्दाखेरि 9-10 बजेसम्ममा यहाँ आइपुगिने ठाउँ। र यहाँ अहिले अगाडि बढ्दै गरेको टिमहरू सङ्खुवासिर जाने यात्रुहरू हुन् र यो निवासको ओडालको उचाइ 3600 मिटरको उचाइमा रहेको ठाउँ हो। र यहाँबाट देखिरहेको ठाउँ विभिन्न किसिमका जडीबुटी विभिन्न प्रकारका
चिमाल फुलहरू लगायतको धुपी र विभिन्न प्रकारको मनै लोभाउने फुलहरू रहेका छन्। यो सङ्खुवाशिर जाने यात्रा गर्ने एक पर्यटकीय बाटो हो र यो अहिले जुन यो सङ्खुवाशिर जाने टिम यहाँ चाहिँ बिसाएर चाहिँ बसिराखेको छन् र यो निङवासको ओराल भन्दा मास्तिरको यो लमिनी ओराल हो। अर्थात् यो परिपूर्व कालमा लमिनी चाहिँ यहाँ बास बसेको ठाउँमा चाहिँ जुन पहाडमा हिमालमा पाइने एक जन्तुले यहाँ चाहिँ मारेको र उसको नामबाट यो लमिनी ओराल भनेर नामीकरण भएको चिनिएको ठाउँ हो यो। यहाँ चाहिँ लमिनी बास बसेको ठाउँमा चाहिँ जनावरले खाएको थियो र त्यही भएर यो लमिनी ओराल भएको र यो लमिनी ओरालको डाँडाबाट विभिन्न किसिमका रमणीय दृश्यहरू देखिरहेको छ। मनै लोभ्याउने पर्यटनलाई यहाँबाट जाने बाटो हो सङ्खुवाशिर। सूर्य यहाँबाट निस्किन्छ, सूर्य भन्ने ठाउँ र यो लमिनी ओराल भएको ठाउँमा यसको ठाउँको उचाइ हो 3935 मिटरको उचाइमा रहेको यो ठाउँ भन्ने यो ठाउँ हो। यहाँ चाहिँ पुरा रूपमा चाहिँ हिउँ परेर हिउँले चाहिँ बाटोहरू छेकिरहेको यो ठाउँलाई यो बाटोलाई पार गर्दै जानुपर्ने यात्रा गर्नुपर्ने बाटो हो। यहाँ चाहिँ यो ठाउँमा चाहिँ हिउँले पुरिएर हिउँको विभिन्न रमणीय गर्दै पर्यटन अगाडि बढ्न सकिन्छ। जुन यहाँ तपाईहरुलाई देख्न पाइरहनु भएको छ र यो एक प्रकारको चिमाल फुल हो। लालीगुराँस प्रजातिमा पर्ने यो हिमालमा पाइने एक प्रकारको चिमाल फुल विभिन्न किसिम कलरका फुल छन्। यो धुपी र यहाँ यो हिमाल झोपाल हिमाललाई क्रस झोपाल हिमाल हो। यो झोपाल हिमाल क्रस गरे पश्चातको बाटो सङ्खुवाशिरको यात्रालाई अगाडि बढ्दै जाने लगायतका फुलहरू र यो झोपाल क्रस पश्चातको यो एक्ले पोखरी हो। यो एउटा झोपाल हिमाललाई चाहिँ क्रस गरेर सङ्खुवाशिरको यात्रा अगाडि बढ्दै गर्दा भेटिने यो एक पर्यटकीय पोखरी हो। एक्ले पोखरी भनेर यसलाई चिनिन्छ। यो एक्ले पोखरी हो। यहाँ तपाईहरुले देखिरहनु भएको ठाउँ र यो पोखरी गर्दै जाने बाटो हो। सङ्खुवाशिर जाँदै गर्दा हिमाल क्रस झोपाल हिमाल साउने हिमालहरू लगायतका हिमालहरू क्रस गर्दै जानुपर्ने हुन्छ र यो झोपाल हिमाल क्रस पश्चातको यो तीनपोखरी धाम हो। यो चाहिँ तीनपोखरी हिमाल यहाँ तीनपोखरी हिमाल क्रस गरिने एउटा यो बाटो र यहाँबाट सङ्खुवाशिरको यात्रा अगाडि बढ्ने र सङ्खुवाशिरको यात्रालाई चाहिँ अगाडि बढ्दै जाने बाटो हो। जुन यहाँ तपाईले देखिरहनु भएको हिमहरू विभिन्न प्रकारको चाहिँ अब हिम भन्नुपर्छ। यो हिउँमा यात्रा अगाडि बढ्ने यो यात्रु टिमहरू अगाडि बढ्दैछ। यो तीनपोखरी धाम यहाँ तपाईले देखिरहनु भएको यो ठाउँको नाम तीनपोखरी धाम। हिमाललाई चाहिँ क्रस पार गरेर यो जाँदै गरेको जुन देखिरहनु भएको छ तपाईले एउटा पोखरी र यहाँ तीनवटा पोखरी लहरैमा बनिएर बसेको यो प्राकृतिक एउटा सुन्दरता यो ठाउँको र यहाँ तीनवटा पोखरी तपाईलाई देखाउन लागिरहेको छु। यो पोखरीहरू जुन यो पोखरी एउटा पोखरी रहेको छ भने यहाँबाट माथिल्लो पोखरी
एउटा पोखरी, यो जुन बीचको पोखरी रहेको छ र त्यहाँबाट माथिल्लो पोखरी तपाईँले देख्दै गर्नुभएको हिमले पुरिएको एउटा पोखरी गरी 3वटा पोखरी यो बनिएको यो प्राकृतिक एउटा सुन्दरता भरिएको यो सुनखुवासिर हिमाल यात्रा गर्दै गर्दाको यो जुन ठाउँ हो यो 3 पोखरी धाम भनेर चिनिन्छ र यो ठाउँमा पर्यटनलाई मनै लोभ्याउने विभिन्न प्रकारको सुन्दरताले भरिएको ठाउँ जुन यो 3वटा पोखरी लाई चाहिँ पर्यटनको मनै आकर्षण गर्ने र जुन यहाँ हिमहरू विभिन्न प्रकारको जडीबुटी पहाडै पहाड भएको ठाउँ र यहाँ चाहिँ पर्यटनको चाहिँ एकमात्र मनै लोभ्याउने मनै फुरुङ्गा हुने यो ठाउँ जुन यो सुनखुवासिर हिमालको यात्रा गर्दै गर्दाको बाटोमा जति रमाइलो जति रमणीय जति बसे पनि बसिरहँ लाग्ने यो ठाउँ र यहाँको ठाउँहरू तपाईले देखिरहनु भएको ठाउँ हो यो 3 पोखरी र यहाँबाट अहिले हामी अगाडि बढ्दै जाँदा यो साउने क्रस हो साउने हिमाल यो सबैभन्दा हाई लाग्ने साउने हिमाल सुनखुवासिरको यात्रा गर्दा यो तपाईले देखिरहनु भएको छ जुन तलबाट मुनि हिमै हिम र यो टिम अगाडि बढ्दैछ हिम पार गर्दै सुनखुवासिरको यात्रा गर्नुहुने टिमहरू र यहाँ यो 3 पोखरी लगायतका हिमालहरू क्रस गर्दै जाँदै गर्दाको सबैभन्दा उच्च हिमाल यो सुनखुवासिर पुग्ने गन्तव्यको यात्रामा रहेको यो धेरैभन्दा धेरै हाई लाग्ने हिमाल हो र यसको उचाइ भन्नुपर्दा 4603 मिटरको उचाइमा रहेको यो बाटो क्रस गर्दै आएको बाटो हो। पुरा भिडियो म तपाईहरुको माझमा ल्याउने छु सुनखुवासिरको सबै ठाउँको भिडियोहरू चाहिँ प्रस्तुत गर्नेछु भन्दै अहिलेलाई म बिदा हुन चाहन्छु। हस्त धन्यवाद।